नमस्कार, म सिद्धार्थ गिरी। गिरी ट्युब च्यानलमा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। यस च्यानलमा तपाईँहरूले गाइड, नलेज, लर्निङ, एजुकेसन टिप्स र केही सङ्ग्सहरू तपाईँहरूले हेर्न र सुन्न पाउनुहुनेछ। च्यानल सब्सक्राइब र भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट गर्न पक्कै पनि नबिर्सिनुहोला है त। आज हामी जापानिज भाषाको बेसिक नलेजको बारेमा अध्ययन गर्छौँ है त। अब सुरु गरौँ। तपाईँले स्क्रिनमा देख्न सक्नुहुनेछ जापानिज अक्षरहरू चाहिँ 3 प्रकारको हुन्छ। कानाभित्र 2 थरी, एउटा हिरागाना र अर्को कातागाना र अनि अर्को तर्फ तपाईँको छ खान्जी है। यसलाई अब परिभाषित चाहिँ कसरी गर्ने त है। अब हिरागाना भनेको के हो त? हिरागाना भनेको जसरी हाम्रो नेपाली अक्षरहरू क ख ग घ अ आ इ ई हरू छन्, त्यस्तै जापानिजको आफ्नै अक्षरलाई चाहिँ हामी हिरागाना भन्छौँ है। त्यसै गरी तपाईँको कातागाना भनेको के हो? कातागाना भनेको चाहिँ जसरी हामीले नेपाली भाषामा नेपाली अक्षरहरू प्रयोग गरेर निबन्ध, कथा हैन अन्य केही कुराहरू लेख्छौँ र लेख्ने क्रममा अङ्ग्रेजी शब्दहरूलाई चाहिँ नेपाली अक्षरहरूमा हामीले परिणत गरेर लेख्छौँ नि केही शब्दहरू, जस्तै तपाईँको स्कुल भयो, रेडियो, टेलिभिजन, टिकट, कम्प्युटर जस्ता आगन्तुक शब्दहरू जुन त्यसै गरी चाहिँ जापानिजहरूले चाहिँ अङ्ग्रेजी भाषा आगन्तुक शब्दहरूलाई चाहिँ उनीहरूले कातागानामा लेख्छन्। त्यसलाई चाहिँ हामी कातागाना भन्छौँ है। अर्कोतर्फ छ तपाईँको खान्जी। खान्जी भनेको के हो त? खान्जी भनेको चाहिँ चाइनिज अक्षरबाट विकसित भएको जापानिज वर्ण, जापानिज क्यारेक्टर, जुन चाहिँ तपाईँको एउटा चित्र र चिन्ह जस्तै हुन्छ है। त्यसलाई चाहिँ हामी खान्जी भन्छौँ। यसको विस्तृत अध्ययन चाहिँ हामी पछि अवश्य गर्ने नै छौँ। अहिलेको लागि परिभाषा। अब तपाईँले यहाँ तलको टेबलमा देख्न सक्नुहुन्छ हिरागाना, कातागाना र खान्जी गरेर तपाईँलाई यहाँ एउटा सेन्टेन्स लेखिएको छ है। यसमा हिरागाना कुन, खान्जी कुन हैन, कातागाना कुन भनेर चाहिँ यहाँ देखाएको छ। तपाईँले यो राउन्डमा देख्न सक्नुहुन्छ यो चाहिँ तपाईँको खान्जी लेटर हो। यहाँ त लेखिएकै छ चाइनिज लेटर खान्जी भनेर। अनि यो येलो भागले सर्कल गरेको यो चाहिँ तपाईँलाई कातागाना हो है। अनि त्यसै गरी तपाईँले यो देख्न सक्नुहुन्छ यो कालो अक्षरमा लेखिएको छ, यो सबै तपाईँको हिरागाना हो। अब यसमा लेखिएको चाहिँ के छ त भनेको चाहिँ वातासी वा कोही ओ नोमिमास है। अहिले तपाईँहरूलाई मैले कातागाना, खान्जी, हिरागाना कस्तो हुन्छ त भनेर देखाउन मात्रै खोजिएको हो है। अब हिरागाना, कातागाना कस्तो हुन्छ त, यसलाई कसरी अध्ययन गर्ने, यसलाई कसरी पढ्ने भन्नेतर्फ जाउँ है। तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो मैले यहाँ हिरागाना चार्ट, कातागाना चार्ट भनेर यहाँ राखिएको छु है। अब जापानिज भाषा 5 स्वर्ण वर्णमा आधारित छन् है। त्यो के हो त? तपाईँको चाहिँ एउटा आ, इ, उ, ए, ओ, यो 5 स्वर वर्णमा आधारित भएको छ है। अब तपाईँको हिरागाना जम्मा 46 लेटर हुन्छन् भने कातागानामा पनि 46 लेटर हुन्छ। उच्चारण एउटै तर लेखाइ चाहिँ फरक है। आज चाहिँ हामीले यसलाई उच्चारण कसरी गर्ने र यसलाई याद कसरी गर्ने, कसरी कुन तरिकाबाट चाहिँ यसलाई पढ्दाखेरि चाहिँ हामीलाई कण्ठ गर्नको लागि सजिलो हुन्छ, त्यतातिरतर्फ लागौँ है त। अब यहाँ छ म आज सँगसँगै हजुरलाई पढाउँछु है त। अब सँगै पढौँ है त। आ, इ, उ,
का की कु के को सा सी सु से सो ता ची चु ते तो ना नी नु ने नो हा ही फु हे हो मा मी मु मे मो या यु यो रा री रु रे रो वा ओ न है यो छन् तपाईको उच्चारण गर्ने तरिका। त्यसै गरी तपाईको अक्षर मात्रै फरक तर उच्चारण चाहिँ एउटै कातागानाको पनि। आ इ उ ए ओ का की कु के को सा सी सु से सो ता ची चु ते तो ना नी नु ने नो हा ही फु हे हो मा मी मु मे मो या यु यो रा री रु रे रो वा ओ न है यसलाई हामीले उच्चारण गर्न सकिन्छ। अब कतिपय अवस्थाहरू कस्तो हुन्छ भने विद्यार्थीहरूलाई याद हुन्छ, उनीहरूले कसरी लेख्ने पनि याद हुन्छ हैन, तर नहेरिकन लेख्दाखेरि सुरुमा के हुन्छ भने क अ आ इ लेख्छन्, के रे आ इ उ ए ओ पनि लेख्छन्, क का कि कु के सबै लेख्छन्, तर कहिलेकाहीँ चाहिँ यो ता ची को चु ते तो को लाइन अगाडि लेख्नुपर्ने ठाउँमा नानी नुने नोको लाइन अगाडि लेखिदिन्छन्। कहिलेकाहीँ नानी यो पछि लेख्नुपर्ने ठाउँमा हाही फुहे होको लाइन अगाडि लेखिदिन्छन्। अब यो अगाडि पछाडि नहुनको लागि चाहिँ यसलाई कसरी पढ्दा चाहिँ तपाईलाई यो मिस्टेक हुँदैन, गलत हुँदा जाँदैन भनेर एउटा तपाईले याद गर्नुपर्ने हुन्छ है। यसलाई चाहिँ कसरी छ त, यो तपाईले यो कोलमलाई याद गर्नुपर्ने हुन्छ है। यो भने तपाईको कोलम भयो, यो त रो भयो है। हामीले पढ्दा लेख्दाखेरि चाहिँ हामीले यसरी नै लेख्नुपर्छ रो अनुसारले, यो आ इ उ ए ओ। तर हामीले यो याद गर्न मात्रै चाहिँ एउटा रोको आधारमा चाहिँ यसलाई पढौँ। कसरी पढ्ने भन्दा चाहिँ आकाशा तानाहा मायारा ओ वा ओ न यसरी पढ्ने। आकाशा तानाहा मायारा वा ओ न यसरी याद गर्ने, यसलाई भनेको भने गर्ने। आकाशा तानाहा मायारा वा न, आकाशा तानाहा मायारा वा ओ न, आकाशा तानाहा मायारा वा ओ न यसरी पढ्नुभयो भने चाहिँ तपाईले लेख्नुभयो। आ इ उ ए पनि लेख्नुभयो, काकी कुकेको लेख्नुभयो, सासे सुसे पनि लेख्नुभयो। अब चाहिँ ताको लाइन सुरुमा आउँछ कि नाको लाइन सुरुमा आउँछ कि हाको लाइन सुरुमा आउँछ कि हैन, त्यस्तो बेलामा चाहिँ तपाईले आकाशा तानाहा ठ्याक्कै याद हुन्छ। अनि आकाशा तानाहा सुरुमा ताको लाइन आउँदो रहेछ, त्यसपछि नाको लाइन आउँदो रहेछ, त्यसपछि हाको लाइन आउँदो रहेछ भने थाहा हुन्छ। त्यसपछि तपाईले सरर लेख्न सक्नुहुन्छ है। यो भयो तपाईलाई उच्चारण र याद गर्ने तरिकाको। अब त्यसपछि हामी जाउँ हिरागाना कातागाना 46 अक्षरहरू पछि पनि केही अक्षरहरू हुन्छन् है। अब त्यो पढौँ है त। अब म त्यतैतिर जान्छु। यहाँ देख्नुहुन्छ हिरागाना एन्ड कातागाना क्यारेक्टर्स विथ तेन्तेन एन्ड मारु भनेर छ है। एउटा तपाईको तेन्तेन र मारु भन्ने हुन्छ। हेर्नु त, तेन्तेन यस्तो हुन्छ भने मारु भनेको चाहिँ यस्तो थुप्पोलो मात्रै हुन्छ है। यो तपाईले अक्षरमाथि तेन्तेन थप्दा र मारु थप्दाखेरि त्यसको उच्चारण चाहिँ परिवर्तन हुन जान्छ। अब कुनमा तेन्तेन लाग्छ, कुनमा मारु लाग्छ है। अब त्यसको बारेमा पढौँ है त। अब यहाँ चाहिँ मैले हिरागाना र कातागाना एकै ठाउँ लेखिदिएको छु, किनभने हिरागानालाई पनि कातागानालाई पनि
तपाईले तेन लाउँदाखेरि र मारु लाउँदाखेरि परिवर्तन हुने र चेन्ज गर्ने तरिका चाहिँ एउटै हो। त्यही भएर चाहिँ मैले तपाईलाई यहाँ एकै ठाउँ लेखिदिएको छु। त्यही भएर चाहिँ कन्फ्युज चाहिँ नहुनु होला है त। अब यहाँ मैले तपाईहरुलाई बुझ्नको लागि चाहिँ कलरिङ गरिदिएको छु है त। कलरिङ गर्ने भागहरू चाहिँ यो चाहिँ तेन र मारु लाग्ने भागहरू हो। फेरि सबैमा तेन र मारु लाग्छ भन्ने पनि होइन। अब तपाईले यो चाहिँ याद गर्नुपर्ने हुन्छ। तेन कुनमा लाग्छ है त। सुरुमा पढौं तेनको कुरा। अब तेन चाहिँ तपाईको यो काको लाइनमा, यो साको लाइनमा, ताको लाइनमा र हाको लाइनमा लाग्ने भयो है। अब काको लाइनमा तेन हाल्दाखेरि के उच्चारण गर्ने त? हेर्नु त, काको का सेम छ। यसमा तेन मात्रै जोड्दाखेरि चाहिँ के भएको छ त? यसलाई पढ्ने चाहिँ के त? गा है। तपाईले इंग्लिशबाट भएको हुनाले चाहिँ तपाईलाई पढ्न एकदमै सजिलो हुन्छ यो हेरेर। का यस्तो हुन्छ भने यसमा तेन हाल्दा के भयो त? गा। हैन त। कि यस्तो थियो भने यसमा तेन हाल्दा भयो गी है। कु, त्यस्तै कुको माथि तेन हाल्दा गु। गे छ भने तेन हाल्दा, के को ठाउँमा तेन हाल्दा गे। को ठाउँमा तेन हाल्दा गो है। गा, गी, गु, गे, गो। त्यसै गरी अब साको माथि के रे, साको माथि तेन हाल्दा जा। सीको माथि तेन हाल्दा जी हैन। सुको माथि तेन हाल्दा जु। सेको माथि तेन हाल्दा जे हैन। यो परिणत हुँदो रहेछ है त। तेन हाल्दाखेरि चाहिँ उच्चारणमा परिणत हुन्छ है। अब कुन लाइनमा तेन हालिन्छ, कुन लाइनमा चाहिँ मारु हालिन्छ, त्यो चाहिँ तपाईले कण्ठ गर्ने कुरा हो, याद गर्ने कुरा हो है। मारु चाहिँ तपाईको हा वाला रोमा मात्रै लाग्ने भयो। हा, हि, फु, हे, हो भन्नेमा चाहिँ तपाईको तेन पनि लाग्ने भयो र मारु पनि लाग्ने भयो है। मारु हाल्दा चाहिँ के हुने भयो त? तेन हाल्दा चाहिँ के हुने भयो त? अब हाको लाइनमा हेरौँ है। हाको लाइनमा हामा मारु हाल्दाखेरि के तेन हाल्दा बा। हिमा तेन हाल्दा बी। फुमा तेन हाल्दा बु। हेमा तेन हाल्दा बे। होमा तेन हाल्दा बो हुने भयो भने मारु हाल्दाखेरि पा, पी, पु, पे, पो हुने भयो है। अब तपाईले यसलाई चाहिँ याद गर्नु पर्यो। काको लाइनमा, साको लाइनमा, ताको लाइनमा र हाको लाइनमा तेन लाग्ने रहेछ। मारु चाहिँ हाको लाइनमा मात्रै लाग्ने रहेछ। यसरी तपाईले चाहिँ याद गर्नुपर्ने हुन्छ। र त्यो लाग्नु त लाग्ने, तर त्यसको उच्चारणमा चाहिँ के चेन्ज हुन्छ त? काको लाइनमा तेन हाल्दाखेरि गा हुने रहेछ। साको लाइनमा तेन हाल्दाखेरि जा हुने रहेछ। ताको लाइनमा तेन हाल्दा दा हुने रहेछ। यो तपाईले याद गर्नु पर्यो। अब यसलाई कागा, कागा, साजा, साजा, तादा, तादा, के रे, हाबा, हाबा, हापा, हापा भनेर यति मात्रै अगाडिको मात्रै तपाईले याद गर्नुभयो भने त्यसपछि त सर र सिक्वेन्समा मिलिहाल्छ। गा हुने बित्तिकै तपाईले गा, गी, गु, त्यो जुन 5 स्वर वर्णमा आधारित भनेको थिएँ, का आको लाइनमा ई को साउन्डमा लाने, ए को साउन्डमा लाने हैन। त्यसरी गा, गी, गु, गे, गो भइहाल्छ। जा, जी, जु, जे, जो पनि भइहाल्छ। यो मैले तल चाहिँ दा, दी, दु, दे, दो भनेर किन यो दुईटा चाहिँ किन खाली लेखे भन्दाखेरि चाहिँ तपाईको यो दाको, चीको र चुको चाहिँ तेन र तेन चाहिँ तपाईको लागेको अक्षर चाहिँ तपाईले देख्नुहुन्न के। त्यही भएर चाहिँ तपाईले दा, दे, दो मात्रै पढ्दा पनि भयो है। यहाँ अब तपाईले यहाँ ची र चुको ठाउँमा तेन हाल्नु भने पनि त्यसको उच्चारण भनेको जी र जु नै हुन्छ। त्यो चाहिँ तपाईको फेरि साको लाइनकै युज हुने भएको हुनाले चाहिँ यो ताको लाइनको नपढ्दा नै हुन्छ है। यो भयो तपाईलाई तेन र मारु हो। अब अर्कोतर्फ जाउँ। अर्कोतर्फ के छ त? अर्कोतर्फ छ यहाँ तपाईको चाहिँ मिसिएको अक्षरहरू, कन्ट्र्याक्ट साउन्ड विथ स्मल या, यु, यो है।
अब यो भनेको चाहिँ अघिकै हिरागाना कातागाना हो। यसलाई तपाईँले यो के रहेछ यो मिक्स भएको धेरै दिमाग चाहिँ नलगाउनु फेरि यसो। यो तपाईँले याद गर्नुपर्ने कुराहरू चाहिँ यहाँ छ। अब यो मैले कलर चाहिँ किन गरेँ भन्दाखेरि चाहिँ है, अब कन्ट्र्याक्ट साउन्ड यो मिक्स हुने या यो चाहिँ कुनमा लाग्यो त? यो किसी चिनी हिमी रीमा लाग्यो है, यतिमा मात्रै लाग्यो, अरू कुनैमा पनि लागेन है त। अब तपाईँले किमा यो या जोड्दाखेरि चाहिँ के हुने भयो त? सानो या है त, सानो या मैले लेखेको छु यहाँ स्मल या यो। अब स्मल चाहिँ तपाईँको कि लेखेर त्यसको तलतिर या सानो या लेख्ने। अब त्यसपछि यो कातागाना भयो, किको सानो या के हुने गयो त? त्यो क्या पढ्ने भयो, क्या है। यो किको लाइन हेर्नु है त, यो किको फेरि सबैमा कुमा लागेन, फेरि यो कलर गरेको भागमा मात्रै लाग्यो है त है। त्यति चाहिँ अलिक ख्याल गर्नु होला। कि छ मैले यहाँ कि लिएँ, अनि यो तपाईँको यो या यो छ जुन मैले यहाँ पनि लेखिदिएको छु या यो। त्यसै गरी कि लेख्ने, सानो या थेपिदिने, के हुने भयो त? क्या हुने भयो। त्यसै गरी कि छ यु थप्दाखेरि क्यु हुने भयो। कि छ सानो यो थप्दाखेरि क्यो हुने भयो है। त्यसै गरी सीलाई स्या, यु थप्दाखेरि स्यु स्यो, चा चु चो, न्या न्यु न्यो, ह्या ह्यु ह्यो, म्या म्यु म्यो, र्या र्यु र्यो। यसरी चाहिँ तपाईँको यो चेन्ज हुन गयो है त, बुझ्नुभयो? अब अघि हामीले पढेको थियौँ नि तेन र मारु भनेर। अब तेन र मारु पनि चाहिँ तपाईँको यो कि वाला चेन्ज भयो। अघि थियो नि तपाईँको का वाला साउन्ड चेन्ज भएको थियो हैन, यो का वाला साउन्ड चेन्ज भएको थियो, सा वाला साउन्ड चेन्ज भएको थियो, ता वाला साउन्ड चेन्ज भएको थियो है। अनि त्यसपछि ना वाला भएको थिएन, हा वाला भएको थियो तेन, हामा मारु पनि लागेको थियो, तेन पनि लागेको थियो। त्यसलाई नै मैले यहाँ यतापट्टि लेखिदिएको छु। अब फेरि मैले त्यहाँ अघि यसलाई मात्रै त्यहाँ लेखिदिएको भयो, यो तेन यो मारु लेखेर क्या क्यु त पढेको थिएनौँ हामीले, यो एकैचोटि चाहिँ कहाँबाट आयो भनेर तपाईँले सोच्नुहुन्छ होला भनेर चाहिँ मैले चाहिँ यसलाई पहिला यहाँ चेन्ज गरेँ। चेन्ज गरिसकेपछि त्यसै गरी सेम त्यही हो तरिका, तपाईँले तेन हाल्दाखेरि हुने त्यस्तै हो। अब यसमा चाहिँ फेरि तपाईँको क्या छ नि, क्यामा तेन हाल्दा, किमा तेन हाल्दा के भएको थियो त? के भएको थियो? गा के अरे काको ठाउँमा तेन हाल्थ्यो, गा भएको थियो नि। किको ठाउँमा गा भएको थियो नि। अब गा भयो, गामा सानो या भन्दाखेरि चाहिँ या ग्या ग्यु ग्यो, ज्या जु जो, ब्या बिउ ब्यो, प्या पिउ प्यो। यसरी पढ्ने है त। यो तपाईँलाई भयो जोडिएका अक्षरहरू चाहिँ कुनमा जोडिँदो रहेछ र जोडिएको अक्षरलाई फेरि तेन र मारु लगाइसकेपछि के हुने रहेछ भनेर है। अब त्यसपछिको चाहिँ आजलाई चाहिँ यति नै। अब यसो स्मरण गरौँ त, हामीले अहिलेसम्म पढेका के पढौँ त? हामीले जापानिज अक्षरहरूको प्रकार पढ्यौँ। प्रकार पढिसकेपछि चाहिँ हामीले उच्चारण गर्ने तरिका र तपाईँले कण्ठ गर्ने तरिका पढ्यौँ हिरागाना र कातागानाको। त्यसपछि हामीले अर्को पढ्यौँ तेन र मारु, तेन कस्तोमा लाग्दो रहेछ, मारु कस्तोमा लाग्दो रहेछ। त्यो लागिसकेपछि त्यसको उच्चारण के हुने रहेछ। अनि अर्को पढ्यौँ हामीले जोडिएको शब्दहरू है। त्यो चाहिँ यहाँ तपाईँले यहाँ स्क्रिनमा यहाँ छँदैछ। यसलाई तपाईँले यति हो अक्षरहरू, यिनीहरू यति तपाईँले कण्ठ गर्नुभयो, यति तपाईँले पढ्नुभयो भने तपाईँले जापानिज अक्षरमा लेखिएका हिरागाना कातागानाहरू चाहिँ मजाले सरर पढ्न सक्नुहुनेछ। ल, हजुरहरूले पढ्नुहुनेछ भनेर आशा राख्दछु। यति भन्दै केही बुझ्नु नभएको खण्डमा चाहिँ कमेन्टमा गएर मेसेज गरिदिनु होला। हस् त, धन्यवाद।